हेलो 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 गुड मर्निङ फेब्रुअरी 15 आज चाहिँ दिदीको बेलुकाको फ्लाइट छ दिदीलाई चाहिँ आम्गन आएको सम क्वेसन रुन्न म त रुन्न के कस्तो लागिरहेछ तपाईँले कस्तो जाने अब छोरी जाने नरमाइलो त लागिहाल्छ नरमाइलो लागि छैन केक पनि लिए अन द वे टु होम है जर्नी दिदीहरूले ल्याएछ सेफ जर्नी दिदी के रो छ त यो त Next morning. हेलो गुड मर्निङ ब्युटिफुल पिपल मैले बिहान भइसक्यो फ्रेस भएर नि अब खाजा खानु जानु लाग्यो हिजो म चाहिँ अहिले चाहिँ बिहानको कति बज्यो अर्जुन 8:41 भएको रहेछ होइन चाहिँ साइले आमा साइलामा फुकुस अहिले चाहिँ परिवारलाई दाना चढाउनु परेछ है त यस्तो चाहिँ सधैँ बिहान भइरहेको छ हाम्रो यहाँ चाहिँ आजको दिनको सुरुवात कसरी हुन्छ आज मेरो दिदी लक्ष्मी दिदीको पनि आज फ्लाइट छ सो के कस्तो हुन्छ हेर्दै गर्नु होला फेब्रुअरी 15 आज चाहिँ दिदीको बेलुकाको फ्लाइट छ सो दिदीलाई चाहिँ आम्गन आएको सम क्वेसन हो त कस्तो फिल हुन भएको छ यताउति सो दिदी चाहिँ यहाँ घामदा गरेर बसिरहेको छ सो सुन्नु होला दिदीको कुरा पनि नानी के गर्दै हो यत्तिकै बसेर आज नेपालमा लास्ट दिन कस्तो फिल भइरहेछ खुसी नि भइरह मन कस्तो भइरह सब मम्मी बाबाहरू भाइहरू सबलाई छोडेर जाँदा सबै एक दिन जानै पर्छ होइन हो जे पनि राम्रैको लागि त हुन्छ आज कतिको रुवावासी हुन्छ भनेर देखिन्छ है रुन्न म त रुन्न हेरौँला म त रुन्न तरुण चाहिँ रुन्नस् भन्नुभयो म त रुन्न होला नि सबैभन्दा बढी त तै रुन्छ आज शिवरात्रिको दिन हामी चाहिँ कोही मन्दिर गएन दिदी चाहिँ गएर बिहानै गएर आइसक्यो त्यति बेला चाहिँ म सुतिरहेको थिएँ खाना नि खाएको छैन केही समय बाँकी छ जानको लागि त्यति बेलासम्म चाहिँ खाना रेडी नहुने बेलासम्म हामी चाहिँ एकछिन घाम ताप्छौँ घाम तापेर बस्छौँ लास्ट दिन नेपालको घाम ताप्ने पनि आनन्द भयो नेपालको घाम ताप्दा अब घाम देख्ने त कहिले अब त्यही त विदेशी हुन भुन्नी नानी नि भोलि 24 घन्टापछि होइन अर्जुन यो मन त मेरो नेपाली हो हैन यस अनि त्यही त नि हो नेपाली फोन चाहिँ छोड्नु भएन जतासुकै भए पनि त्यही हो एट द एन्ड अफ द डे होइन म चाहिँ एकछिन उता दिदीको सामान लिएर आउँछु सो यसो भयो भने अहिले दिदीलाई सानो सरप्राइज गर्नुपर्ने छ केक आज शिवरात्रिको दिन पसल पनि खै खोल्छ कि खोल्दैन यसो उतातिर बेकरी हेर्न जान्छु पाएँ भने एउटा केक लिएर आउँछु दिदीको लागि बरोबा खाना खानुभयो घाम ताप्नु बस्नु यहाँ नानी न तपाईँको नातिनी जाँदैछ ठुलो नातिनी छोरातिरको खुसी लाग्छ कि नरमाइलो लाग्छ खुसी लाग्यो कि कस्तो लाग्छ बडोबा आज नातिनी हो नरमाइलो लागि छैन साइलियामा के गर्न लाउनु भएको तपाईँ किन होइन सोधेको कि यहाँ तरकारी पकाउनु लाग्यो मलाई आज नानीको अन्तिम दिन नेपालमा के कस्तो लागिरहेछ तपाईँलाई कस्तो जाने अब छोरी जाने नरमाइलो त लागिहाल्छ नि त्यही त नि नरमाइलो लागेछ मेरो छोरी जाने
लागेर मुटुको टुक्रा नरमाइलो लाग्यो नि मन बुझाउनु पर्यो हेर छोरो जे जति भए पनि अब सबै राम्रोकै लागि हो जान लाग्यो होइन त्यही सोच्नु पर्यो दबाई खानुभयो बरोबा कतिवटा खानुहुन्छ बिहानमा बेलुका नसुटाउनु है त्यहाँ ल बरोबालाई नि एकदम खुसी लाग्छ अरे दिदी जान लाग्यो म चाहिँ घरबाट सामान दिदीको सामान लिन निस्केको बाटोमा आज अघि एकछिन वकिङ गर्थेँ सब बच्चाहरूले बाटो सिक्यो अलिअलि नजारा भयो भने म देखाउँछु अन्त फेरि बाटोमा खिच्नै झ्याल हुन्छ कि मलाई फेरि एक्लै हिँड्ने बेलामा सो भयो भने देखाउँछु नत्र देखाउँदिनँ चप्पल पड्काउँदै 12:47 हिँड्दैछु हेर म बाटोमा फेरि अर्को बाटो छेकेको छ यताको चेलो मैले भन्दै थिएँ नि बाटो छेक्दैछ भनेर म चाहिँ अहिले सडकको बाटोमा वक गर्दैछु सब सुनसान छ त्यति बिजी छैन आज स्ट्रेट 12:55 दिदीको पसल चाहिँ बन्द रहेछ त्यो चोकको हो सो फेरि आम रिटर्निङ होम सुस्त केक सप्ने उता देखिसक्यो एउटा केक चाहिँ लिएर जानुपर्ने हुन्छ यता दिदीको लागि अब टुकुन 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 A few moments later. केक पनि लिए घाम चाहिँ मिठो लाग्छ है गर्मी भयो सियो एकछिनमा घर आइपुग्यो त भर्खरै साइला बच्चासँग खेल्दैछ भिडियो हिँड्नै लास्ट 18 लाग्यो कि बाटोमा त्यस्तै हुन्छ मजा चाहिँ अहिले नि आफ्नै ग्रुपमा भयो भने चाहिँ ठिक आउँछ सोलो भयो भने चाहिँ बाटोमा खिच्नै झ्याल हुन्छ अब खाना पनि पाक्यो होला अब खाना खानुपर्छ सियो एकछिनमा ठ्याक्कै 1:18 भएको छ खाना खाने बेला भयो अब खाना खाने त खाना खाएर भेटौँला के कस्तो हुन्छ हेर्दै गर्नु होला यस नानी पनि आयो साइलाबा यस आज नानीको अन्तिम दिन नेपालमा कस्तो लागिरहेछ तपाईँलाई एकदम राम्रो लागिरहेछ होइन आयो आयो नानी पनि आयो ठिकै छ राम्रो लागिरहेछ केही दुई शब्द भनिदिनुहोस् न त तपाईँलाई लागेको कुरा त्यति हो भन्नु केही छैन होइन राम्रो होस् लाइफ राम्रो होस् होइन उज्जवल भविष्यको चाहिँ कामना गर्छु होइन उन्नति प्रगतिको कामना पुरा आइयोस् देवता पितरले आशीर्वाद दियोस् होइन हजुर त्यही हो मेरो भनाइ हो त नि के भन्नु न त दिदीलाई अब दिदी जाँदैछ शोभायात्रा भन्दै चाहन्छु कस्तो लागेको छ भने ठिक ठिकै ल म लिएर आउँछु ल अर्जुनको म्यासेज ठिकै लागेको छ अरे ल खाना पनि आइसक्यो अब दिदी पनि खाँदैछ साला पनि अर्जुन आउँदैछ अब हामी पनि खाना खाएर अहिले भेटौँला एकछिनमा है त यहाँ आऊ न ल बोल के भन्न मन लाग्छ आज के हो रे यहाँ आउँदा नानी दिदीलाई के भन्न चाहन्छौ तिमी थाहा छैन मलाई भन न केही भन्न मन लाग्छ थाहा छैन के अनि शोभायात्रा सिसार खेलिरहेन घरमा चाहिँ आज कान्छी आमा बहिनी भाइ आएको छ होइन तिम्रो नाम के अरे कति क्लासमा पढ्छौ त्यो क्लासमा यता चाहिँ बहिनी हेलो बहिनी हेलो म चाहिँ आयुश्री नानी दिदीलाई केही मेसेज छ तिम्रो तर्फबाट आज जान लाग्छ नि त दिदीलाई हेलो हेलो जानु भन्न चाहन्छु अँ अनि त्यही अब पुगेपछि आफ्नो करियर राम्रो बनाउनु त्यही हो बहिनीको मेसेज पनि सुनिहाल्नु भयो होला हामी चाहिँ दिदीको
यो ह्यान्डब्याग जोड्न जाँदैछौँ होइन अर्जुन ह्यान्डब्याग जोड्नु पर्यो तल टाइम पनि लगभग अलमोस्ट हुन लागिसक्यो अहिले चाहिँ 2:30 भइसकेको छ अब रेडी हुनुपर्छ छिटो ट्याङडुङ गरेर होइन अर्जुन अब यो ब्याग अरू चाहिँ सब वेट नापिसक्यो ह्यान्डब्यागको चाहिँ वेट अलिक बढी भयो जस्तो लाग्यो सो यता आफैको घरमा चाहिँ ह्यान्डब्याग जोड्न जानु लाग्यो यता हामी चाहिँ बसियो एकछिनमा मलाई चाहिँ यो 9 केजी भयो जस्तो लाग्छ यता कति रहेछ वेट लेस चेकआउट त्यहाँ गएर जति सोचे चाहिँ त्यति नै रहेछ ठ्याक्कै 9 केजी होइन अर्जुन ओके 9 केजी भयो रहेछ अब हल्का वेट घटाएर रेडी पार्नेछौँ सामान चाहिँ हरिदाई मात्रै थियो आज थियो 9 केजी त अब त्यही त होला नि अब 7 केजी तैँले भन्नु होइन थकै लाग्यो नानीजीको चाहिँ आज हङकङ जाने हो त्यही भएर हामी एकछिनमा एयरपोर्ट जाने है करण दाइ आउनु भयो उसैलाई प्रश्न सोधा अरे क्वेसन सोधा नानीजीलाई के भन्न चाहनुहुन्छ केलाई भन्नुभयो नानीलाई के भन्न चाहनुहुन्छ अरे नानी दिदीको अब हङकङको शुभयात्रा अनि सुख शान्ति समृद्धि होस् अनि आज के हो एन्ड बेस्ट विशेस आज त शिवरात्रि होइन आज शिवरात्रि हो जय शम्भु उहाँले चाहिँ भन्नु भइसक्यो तालचा किनेर नि आइसकेँ म चाहिँ तालचा नरहेछ सो तालचा लिन गएको थिएँ माथि गएर अब सुटकेसमा तालचा लाउने हेलो गाइस अब चाहिँ म मम्मीलाई सोध्न वाला छु नानीजीलाई के भन्न चाहनुहुन्छ भनेर एकछिनमा अब यसो 4 बजी हिँड्ने हो म चाहिँ एकछिन भ्लग बनाउँदै बसेको मम्मी हजुर नानीजीलाई के भन्न चाहनुहुन्छ म हेको सेफ फ्लाइट भन्न चाहन्छु ल ल ल शुभयात्रा भन्नु है ल मम्मीलाई सोध्यो ल रेडी नै भइसक्यो कति 3:47 होइन बाबु अब हामी टक्क केक लिन जाने हो सब फुपूसाहरूलाई यता बोलाएर केक सेक काटेर अनि टक्क दिदी निस्किनुहुन्छ यता घरबाट सायद चाहिँ छिटै भएर चाहिँ छिटै निस्किनु पर्ने भएको दिदीले चाहिँ अब ढोक्दै हुनुहुन्छ अब हामी यो केक निकालिरहेछौँ अब केक निकाल्न लाग्यो है मैले है दिदीलाई यसो केक काटेर होइन दिदी उहाँ सबै रेडी भइसक्यो जर्नी दिदीहरूले ल्याएछ अब समाज यो चाहिँ हाम्रो केक खोल्नु राम्रोसँग शुभयात्रा होस् है राम्रोसँग काम गर्नु राम्रो बाबु एकछिन सबैलाई शान्ति दिन सकोस् है परिवारलाई शान्ति दिन सकोस् है अनि लाग्नु मनले चिताएको पुग्छ है मनले चिताएको पुग्छ तिमीहरूको जोडी परिवारको जोडी जस्तो होस् जिन्दगी जाओस् क्या होइन शुभयात्रा सुख शान्ति समृद्धि सफलता सुमधुर चाहिँ नि के अरे वैवाहिक जिन्दगी सफलता प्राप्त गरोस् त्यही नै छ यता हाजीलाई लगाइदिनु यता अर्जुन लाइटर कहाँ छ लाइटर निकाल न छिटो छिटो
कस्तो भएको म केक काट्नु पर्न करणले केक ल्याएछ के करणले के केटा करणले हो होइन अब सेभ गर्ने दिदी करण के अरे स्पोन्सर बाई करणले ल सबै छ आज घरमा पर्दैन हाल्ने त्यही छ बाबु अलिकति भगवान्ले राखिदियो ल पितृलाई राख्छ ल पितृलाई भगवान्ले अलिकति बाबु सानो प्लेट बटुको जेदियो भने हुन्छ हो त्यही मम्मी पितृलाई चाहिँ अलिकति भगवान् त्यति हालेर राख नि भएछ नि बुढाले धेरै नखुलो है मैले खुलाइन्छ एउटा ल चाटुमा थोरै अलिकति पनि खाइदिनु बाबा र आमालाई बुझाइदियो आफ्नो बाबा आमा एकछिन एकछिन बुन्टो भाइलो भयो के एकछिन ए बुन्टी रमो सेउडा गर्छ ल बाबा ए नानी निस्किनु लाग्छ मु ल्या चल बाबु 4 बजे हो बाबा 4 बजे बाबा भ्याइ नभ्याइ छ अझ एकछिन खिच्दै त मेरो अनि के खोलाइन्छ ल अलि पछाडि जाउँ ल मेरो नि खिच्देऊ है खिचिदिन्छु म त लाउनै पाउँदैन यता आउनु न खिच्दैछु दिदी भाइ भाइले ल्याइदिएछ क्या केक आउनु नपाउँदै कान्छी हेर्ने ल करणले हेर्ने यता करले आगुम भाइ हाम्रो करणले जान्छ कि शोभायात्रा एकदम राम्रोसँग जानु सामानहरू सबै ठिकै छ होला के ल हिँड्ने नसाल अब म पुग्छु ए म त जुत्ता लाउनु नि बाँकी छ ए यहाँ ठेला ठेला ए जुत्ता लाउनु अरे त्यही भएर ओके ओ करण दाइ के सुजानी हो ट्याक्सीमा जाने हामी चाहिँ पठाउँ मगा त कतिजना ल निस्किसक्यो दिदी चाहिँ अब एकछिनमा भेटौँला है त अहिले उता एयरपोर्टमा पुगेपछि कस्तो रस भएको हतारमा भागमभाग भइरह है बहिनी हजुर सबै भ्याइ नभ्याइ भइरह नि ल सामानहरू प्याकिङ भएर अब निकाल्दैछ लोड गरेर पानीमा भिज्यो होला सालमा एकछिनमा भेटौँला लोड गरेपछि जाने बेलामा हामी पुऱ्याएर होइन तपाईँ हामी फर्किहालौँ ल भयो होला खै बाबा र आएको फर्किहाल्नु म फर्किहाल्छु ल आयो फोटो खिच्नु अनि फर्किहाल्नु आज पछाडि आउँदैछ ट्याक्सीमा यहाँ हनुमान थाना आइपुग्यो on the way to airport. खोइ त बजारमा खोइ त्यो त छिनी 7:30 बजी इन्ट्री टाइम हो बाबा अब सबै आथे अनि बाबा मम्मी भाइ सबै गर्छ को यही छ करण शरण आएन सोध्न शरण आयो बाबा अनि उसलाई दिनु न बजारमालाई दिनु न एकचोटि
छ त नि बजाउनलाई दिनु न बाबा एकचोटि बजाउनलाई दिनु भनेको खोइ बजाउँ तपाईँको भिडियो अन गर्नु बाबा तपाईँको भिडियो अन गर्नु बाबा बजामा दर्शन बजामा बजामा क्यामेरा अन गर्नु न पाला भन्नु बजान्छ कहाँ जान्छ क्यामेरा अन गर्नु न बजामा क्यामेरा अन गर्नु न भन्नु बाला गरिदिनु छैन हो आयो आयो बजामा ए रिर ने बिबा रिर दे खाली रोज सबैजना जानुभएको छ हस् बजामा ल ल छेलनेटी रहो जुन खसिन म ल ल थिएँ बजामा छेलनेटी रहो मम्मी खोइ भन्न मम्मी जानु ए ठुल्यामा खै त खै दिनु त एकचोटि सबैसँग एकचोटि बोलेर सजिलो हुन्छ भनेको खै ठुल्यामालाई दिनु बाबा एकचोटि ठुल्यामा दर्शन ठुल्यामा ठुल्यामा गाडीमा जाँदै यहाँ गाडीमा हो ठुल्यामा म त यहाँ जन्ती बोकेर हिँड्छु अर्को नि आउँदैछ हस् हस् ठुल्यामा हुन्छ हुन्छ हस् ठुल्यामा हस् हुन्छ ल राम्रोसित बस्नु यहाँ सबैजना हुनुहुन्छ हुनुहुन्न फुपूसा घरमै हुनुहुन्छ सबै सन्चै हुनु भोलि पोखरा आउनुहुन्छ होइन फुपूहरू 4 जना ल ल छेलनेटी रह ठुल्यामा त्यही हो ल घाम लाग्छ ठुल्यामा हस् बाबा हस् हुन्छ म पुगेर गर्छु है बाबा ल बाबा हस् बाबा हस् हुन्छ ल बाबा ल आयो त जाने ठाउँ हिजोसँग भोलि भन्दा थिएँ आज फेरि आज आइहाल्यो भोलि भन्दा आइहाल्यो केही मिनटमा नानी नेपाल छोडेर जाँदैछ होइन अर्जुन यस्तै हो एक न एक दिन जाने ठाउँ यही हो सबैको एयरपोर्ट पनि आइपुग्यो हामी चाहिँ बहिनी साइलामाहरू बुवाचेहरू म पनि भइहाल्यो त अब यता फोटोसोटो खिच्छौँ के कस्तो हुन्छ लेटिनो 4:42 भएको छ अब जानुपर्ने उतातिर आउने यता त्यसको नानीको साथीहरू नि आउँछ भने
त्यो किन खिच्नु पऱ्यो एयरपोर्टमा भएपछि त्यो त्यहीँ खिच्नु पर्दैन कि होइन त्यो एउटा सम्झनाको जता खिचे नि हुन्छ कि त्यहीँ खिच्नुपर्छ भन्ने छैन एउटा कुनामै यहाँ क्याफेमा खिच्ने नि हुन्छ झन् दामी हुन्छ झन् क्याफेमा भिडियो हो हामी भिडियो खिच्न एकपल्ट खिच्न लागेको थियो एकछिनमा सियो फोटो सेसन रुन्न भनेको रुन्न लाइस क्या कस्तो भइरहेछ कस्तो न कस्तो तिमीलाई कस्तो लागिरहेछ भन न दिदीको साथीहरू दिदीको साथीहरू दिदीको साथी हामी एयरपोर्टमा आएर बसिसकेको है त टाइम त अझै छ इन हुने चाहिँ कति 7-8 बजीतिर हो तर सायद त्यस भएर चाहिँ हामी छिटै आउनु परेको है त बसाइला बा फेरि म आएर भेटिहाल्छु बाई बाई हस् बसाइला बा बाई बाई अहिले घरमा भेटौँला कहाँ हो बस्ने हामी यतिकै हो होइन भित्र बस्नु न खोइ लगेज खोइ क्यान्सल बाबुले कहाँ लग्यो बाबु यता आइज यता जाने के हो बहिनीको चाहिँ ट्युसन रहेछ 6 बजे अहिले चाहिँ 5:13 बज्छ सो बहिनी चाहिँ जाँदैछ है त चिसो कस्तो हावा चल्ने रहेछ बाई बाई झोला खसाल्ला छ है सानो अच्छा हँसाउँछ बहिनीले यस्तो यस्तो गर्दै पर्दैन दिरा अरे होइन अर्जुन हुनुपर्छ कमेडी बेला बेला जाऊँ लेट्स गो हामी चाहिँ यता लन्चमा आयो त एकछिन एयरपोर्टको छेउमा होइन बाबु केही भन्न त यतै भित्र बस्नु पर्ला जस्तो हुन्छ एउटा ओरेन्ज जुस गरिदिनु बाबु तँलाई के अरे एउटा ओरेन्ज जुस बबल टी मिल्क सेक स्ट्रबेरी मिल्क सेक है स्ट्रबेरी मिल्क सेक स्ट्रबेरी मिल्क सेक एउटा यो चाहिँ माथि चाहिँ क्रिम टपिङ गरिदिनु है अर्जुन के खानिदिनु एउटा कफी सिङ्गल सर्ट होइन अमेरिकन सिङ्गल सर्ट एउटा क्यापुचिनो खान्छ एउटा क्यापुचिनो गरिदिनु एउटा क्यापुचिनो तपाईँले क्यापुचिनो दुईवटा क्यापुचिनो हजुरलाई हुन्छ उता भन्नुभयो दिदी सातवटा क्यापुचिनो भयो एउटा हट चक्लेट एउटा अमेरिकन सिङ्गल सर्ट एउटा स्ट्रबेरी मिल्क सेक एउटा ओरेन्ज जुस अरू के दिनुहुन्छ र त्यति अहिलेलाई
अङ्कललाई दियो है भन्नलाई है जहिले दिने यहाँ दिदीको साथीहरू दिदी दाईहरूको फोटो सेसन हुँदा लगाइरहेछ के रोछ त यो त रुन्न भनेको होइन तैँले नानी नरै नरै कोही नभएको एउटा कुरा उहाँ भेनाहरू छ त होइन दिदी किन रुनु पऱ्यो रुवाबासी यस्तै हो दिदी केही मेसेज नानीको लागि तपाईँको तर्फबाट खुसी छु कति पैसा मिलेको तपाईँको म पनि खुसी नै छु दिदी तपाईँको तर्फबाट दिदीलाई केही मेसेज राम्रो गरेर फोन गरेर राम्रो गरेर यति ऊ जानको लागि हामी कति सबै ठाउँमा है ल लक्ष्मीलाई जान पाओस् भनेर यति उस गरेको जान पायो तर जान त ला तर खुसी नि हो तर दुःखी पनि छ कि हाम्रो ग्रुपको सबभन्दा सानो हो कि ऊ पछि म हो कि हाम्रो ग्रुपको सबभन्दा सानो आज हामीलाई नै छोडेर जानुलाई तर हुन त ऊ राम्रोको लागि जानला हो त्यो पनि खुसी पनि छु एक तरफ दुःखी पनि छु कि र माया चाहिँ नमाएर हामीलाई पनि टाइममा फोन गर त्यही हो मेरो मेरो बहिनीको चाहिँ दाम्पत्य जीवन सुखीमय होस् हाम्रो प्रगति होस् स्वास्थ्य पनि कामना गर्छु अरू त होइन सबभन्दा बढी सुस्वास्थ्य हुनुपर्छ दाम्पत्य जीवनको चाहिँ सुखमय होस् यति मात्र हुन्छ भविष्य उज्जवल होस् पेट अब सबै सबै बहिनीहरूलाई माया गर्ने त्यहाँ सबै बहिनीहरूलाई माया गर्ने हामी आउँछौँ हङकङमा है हामी जान्छौँ भने चाहिँ हङकङ फोन गर्ने माया गर्ने सबै त्यही उयस हाम्रो है राम्रोसँग बस्छ ज्वाइँसँग राम्रोसँग इन्जोय गर त्यो खुसी ज्वाइँलाई धेरै सोध्यो भने हामीले धेरै याद छ है बित्तिकै फोन गर है गएको त हेर्न सक्दैन त्यहाँ हामी त्यही पनि आइपुग्छ मेकअप बिग्रिन्छ के नरै है I love you भन्ने छ राम्रोसित बस्नु है तपाईँहरू चाहिँ खानु दुवैजनाले बाई बाई ल हुन्छ राम्रोसँग जाने हस् दिदी बाई बाई ल दाइ दिदीहरू पनि जानुभयो रुन्नमा त रुन्न भनेको त रोइदिएर क्या अब होइन हट चक्लेट कसले कुरिरहेको छ तपाईँ हट चक्लेट कोल्डमा कन्भर्ट भयो दादा खानु अनि हटाउँथ्यो कि एकदम फ्रेस हुन्छ एकदम भित्र गएर बस्नु अब अरू आउनु बाँकी छ र ल सबैको म्यासेज पनि सुनिहाल्नु भयो ल अब म्यासेज दिने त अरू कोही छैन सिर्फ म मात्रै को छ ए हो ए आउँदैन हुन्छ अरे अझै सो एकछिनमा भेटौँला है त केही म्यासेज पछि म पनि अन्तिममा दिन्छु म आएर अहिले कसले खान्छ त्यसले खाने खाजा आएर भेटौँला हजुर हजुर एयरपोर्टमा हो हो बाबु हो के हो त आज त रातो रातो गरिरहेको छ त गरे होइन म त म जस्तो मान्छेले ढेडमा त्यसै त्यसै बहिनी होइन बहिनी गयो अघि त्यो विदेश जाने पनि त्यसै जग्गा जस्तो ठाउँ जाने मैले के आएर म एकदम ओपन हार्ट स्ट्रङ हार्ट भन्छ नि थाहा छ What is the meaning of strong heart? हो त्यो नाम इमिग्रेसनमा बोल्दाखेरि एकदम स्ट्रङ
रमन कोथ्यार भन्ने एकदम पावरले बोल्ने हो क्या के गरेर बोल्ने होइन क्या बुझ्यो मेरो फलाना छ एकदम अफिसियल्ली नि फलाना हो मेरो आफ्नै हो अलिक डरसित बोलेको अनि उनीहरू पनि हस्किन्छ है सोध्छ नि त नेपाल कहाँ के भन्छ नि त होइन अहिले मजाले अफिसियल्ली तरिकाले दिन्छ नि त त्यसरी दरको मजाले बोल्ने हो कि खुल्ला उसले हस् ल ल बाबा see you soon ल बाबा Don't be cry, don't be heart, you understand that one? Officially, मान्छे भनेको त स्ट्रङ हुने म त हुन्न म त भाग्दैन very strong heart, okay? ओके बाबा ल बाबा Okay, see you soon again. बहिनी नानी दिदीको लागि केही मेसेज छ तिम्रो तर्फबाट ओ माई गड के भन्छु भने ह्याभ अ सेफ जर्नी अनि अरू के भन्नु लाइक ह्याप्पी म्यारिड लाइफ हुन्छ नि बल्ल स्टार्ट भइरहेछ आफ्नो जर्नी चाहिँ राम्रो होस् लाइक म्यारिड लाइफको त्यही हो बेस्ट अफ लक त्यति मात्र अर्जुनले त भनिसक्यो के भनिदिनु पर्ने भन्नु त सिधामा भन्नु हैन एक के होस् यो नानी उर्मिलालाई के भन्नु चाहनुहुन्छ तपाईले को उर्मिला लक्ष्मी के लक्ष्मी उसलाई चाहिँ अब के भन्नु होइन वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ अब आउने दिनहरू उसको सुखमय राम्रो होस् अब के भन्नु हामीले भनेको अब यति हो ठुलो मान्छे आफूभन्दा ठुलोले दिने आशीर्वादै यही हो अब घर जाँदैछ राम्रो गरोस् त्यही हो खाना पसेको धन्यवाद अझै तपाईँको तर्फबाट नानीको लागि केही मेसेज मेरो तर्फ चाहिँ धेरै बधाई छ होइन एकदम आज म एकदम खुसी छु किनकि म धेरै खुसी छु होइन अब नानीको अङ्कको विषय लाग्यो अनि त्यसको लागि एकदमै म खुसी छु आजको चाहिँ शुभयात्रा अनि वैवाहिक जीवनको चाहिँ एकदम शुभकामना राम्रो होस् होइन आमा पाथिभारासँग सधैँभरि म यही प्रार्थना गर्छु उहाँको परिवारलाई भाइ सोभितलाई काका काकीलाई दुवै परिवारलाई सधैँभरि पाथिभारा आमाको आशीर्वादले अझै राम्रो होस् होइन भन्न चाहन्छु बधाई छ सोभित भाइलाई अनि नानीलाई पनि बधाई छ है शुभयात्रा धेरै खुसी छ म थ्याङ्क यू धन्यवाद ल सुनिभ्याउनु भयो होला सबैजनाको स्विट मेसेज फर नानी होइन अब अरू अहिले स्टिल हामी चाहिँ वेटिङमा हो खाजासाजा खाएर बसिरहेको यो के अरे यात्रा लन्चमा सो के कस्तो हुन्छ स्टिल मोर टु गो हेर्दै गर्नु होला है त अहिले चाहिँ हामी यहाँ बसिरहेको होइन अरू आयो अमुलले के खेलेको बाबु पुल हो एक सर्ट पसाइदे त ल पसाइदे पस्यो सर्ट हान ओ नाइस सर्ट पस्यो खाजा खाएर टन्न भएर बसेको होइन बाबु हामी तैँले के खाइस अरे आज अनि सबै खाएर यसले आज होइन यो ब्ल्याकलाई थिचेपछि हार्छ के ल त पछि म है त ल फेरि कति स्कोर ल हाइएस्ट स्कोर तेरो हान त ल अनि मनी हात ब्ल्याक फुटाइस् त अहिले ओए खतरा हाने त्यसले त ए अर्को लेभलमा पुगिस् रेनु म यस्तो दाम ब्ल्याक कलर तोड्दै क्या कुनमा यता टच गर्नु न कुनमा टच गर्ने ट्याप टु प्ले टच गरिराख्नु
अहिले होइन अब गर्नु अहिले अब गर्नु खोइ त फुट्दै फुटेन त रोको अब गर्नु अब यहाँबाट सर लिएर जानु लिएर जानु न लेभल कम्प्लिट हो क्या रोको मेरो पाली हो कुन हो येल्लो हो त्यसमा ओए कुन हो अब ग्रिन आनु ओइ आनु ए अलिकति भन्दै पठाइदिउँ ए अलिकति है बाबु धकल 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 जोड लगा के ऐसा खाजासाजा खाएर टन्न भएर हामी चाहिँ यता अब दिदी नि अब चेक इन हुने बेला भइसक्यो भन्नु होइन अझै टाइम छ 1 घन्टा जस्तो त्यही नि अहिले नै पठाउन लाग्यो यहाँ बस आइज त म धकाल्छु ल क्याच बस है यसको पारा छुट्टै छ बाबुको एक्लै डुलिरहेको छ यता देख्नेले कसको छोरा हराएर त्यहाँ बुढो आमा खोज्दैछ भन्ने होला भनेको क्या अहिले मैले भिडियो खिच्दैछु भिडियो गर्दैछु होइन उता दिन आएको छ ल ल झन्डा त दिन्छ पछाडि आयो ल अन्तिम शब्द जानुभन्दा अगाडि सबैजना राम्ररी बस्नु रमाइलो गर्नु रमाइलो भयो सबलाई रमाइलो भएन रमाइलो भयो रमाइलो भयो दिदी 2 शब्द यहाँ टुङ्गाउने भयो ल ओके थ्याङ्क यू यति नै अरे ए लोड ला ल अब सुस्तै सुस्तै गयो हुन्छ अब होइन डकुमेन्ट हेर यहाँ अगाडि छ हो त्यहाँ त्यहीँ छ हेर त कति धेरै बाई बाई Excuse me. Maybe one last पुऱ्याइदे उहाँसँग जान मिल्छ ल बाई बाई राम्रोसँग जा नानी आइज मेरो हातमा चाहिँ बाई बाई यता अर्जुन उता जाऊ अरू बच्चाहरू गएको छैन गयो
नानी पनि गयो लौक बन्न लागिहाल्यो होइन गेटमा भर्खर छिर्दैछ गयो नानी पनि शुभ यात्रा मेरो दिदी ल दिदीको बोर्डिङ पास पनि क्लियर भइसकेको छ अब हामी चाहिँ वेट गर्नु परेन टाइम चाहिँ 9:08 गएको छ है त बेलुकाको ल दिदी शुभ यात्रा राम्रोसँग जानु बोल्दै गरौँ ल त्यो त भइहाल्छ यतिलाई आजको लागि ल अब हामी घरतिर जानको लागि रेडी घरतिर जानको लागि रेडी ल हामी सबै रेडी आजी आन्टी साइले आमा आथे बहिनी भाइ अर्जुन अनि म यति भन्दै आजको भिडियो पनि एन्ड गर्न चाहन्छु सी यू अन्टिल नेक्स्ट टाइम एन्ड पिस आउट आते बाइक आएछ हजुर बाइक रहेछ त नि यही हो 250 हजुर हस् हुन्छ राम्रोसँग जानुहोस् हस् बाई बाई हस् हुन्छ हजुर यही हो होइन सेफ्टी अन्त के भयो हस् हुन्छ बाई बाई पुगु आते हुन्छ ल बाई बाई हिँड्नु न हिँड्नु बाई बाई राम्रोसँग जानु ल अब हामी पनि सुस्तो गइन्छौँ घरतिर जानु बल्ल बल्ल खोजी आएर चढ्नु छ नि ढकल्नु बाई 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 बहिनी बाई बाई गुड नाइट ल आन्टी हुने जानुभयो हामी पनि जाँदैछौँ घरतिर कस्तो भयो हजुर आजको दिन हो र किन हो फाइनली घर पनि आइसक्यो हामी कताबाट यतैबाट जाने उताबाट साइनामा ल अर्जुन चाहिँ उता चापी लाउनु गएको छ भने म चाहिँ यताबाट घुसेको यता रमाइलो भयो एक न एक दिन सबै जाने हो सो त्यसको लागि खुसी पनि छु म दिदीको लागि धेरै पछि अब फेरि सँगै हुने दिन आएको छ मेनी कङ्ग्रेचुलेसन एन्ड ह्याप्पी म्यारिड लाइफ त्यही हो यति भन्दै मेरो भिडियो यहाँ इन्ड गर्न चाहन्छु सी यू अन्टिल नेक्स्ट टाइम पिस आउट एन्ड ह्याप्पी शिवरात्रि वन्स अगेन जय शम्भो कति बज्यो अहिले ल हुन्छ ल राम्रोसँग पुग्नु भयो यहाँ अब पिज्जा हान्ने ठाउँमा हो अब पिज्जा हानेर निस्किन्छु बाहिर अनि लगेज लिन्छु ए ल हुन्छ ल ल हुन्छ ल 4 बजिसक्यो रहेछ ल हुन्छ ल दिदी पनि पुगिसक्नु भयो रहेछ So good to hear. राम्रोसँग पुग्नु भयो रहेछ अनि भर्खरै पुग्नुहुन्छ ओके यति नै हो